हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ जान लागेको छौँ हाटतिर घुम्नको लागि। बाइकहरू बसिरहेको गाडी ढिलो उडाउँदै क्या ध्यानलाई यस्तो हो। हाटथोक गएर भेटौँ ल। चाहिँ हामी हाटथोक गएर तपाईँलाई यहाँको न्यू ब्लगहरू देखाउँछु त्यहाँको बारेमा। यतातिरको नजारा म तपाईँलाई देखाउने वाला छु। अब चाहिँ सो हेलो गाइज, हामी चाहिँ हाटथोकतिर आउन लागिसकेको छौँ होइन। हाटथोकमा थोरै यहाँ घुमघाम थियो हाम्रो चाहिँ। आज चाहिँ त्यही घुम्नको लागि चाहिँ दाइ लगाएर म हाटथोकतिर जाँदैछु। आज चाहिँ यहाँको नजाराहरू तपाईँलाई देखाउँदैछु। कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरिदिनु होला होइन। यो चाहिँ हाटथोक बजार है, पाल्पाको। अब चाहिँ हामी अगाडि जाँदैछौँ होइन। विश्वकर्मा मन्दिर चाहिँ यहाँ पाल्पाको हाटथोकमा अगाडि चाहिँ। अनि त्यहाँ पनि हामी यस नजारा देखिहाल्यो होइन। अब चाहिँ हामी चाहिँ सिधै जानेवाला छौँ भैरवस्थान मन्दिरतिर। मन्दिरमा त गइन्न, हामी त्यही बाटो हुँदै जाँदैछौँ होइन। त्यहाँको नजाराहरू हजुरलाई देखाउनेवाला छु म। त्यहाँको बाहिरबाट उहीँ माथि त म जानु भ्याउँदिनँ होइन। बाहिरबाट रोडैबाट मैले भिडियो बनाइरहेको छु होइन। लाइक कमेन्ट सब्सक्राइब सब गर्नु होला। कस्तो लाग्छ कमेन्ट गर्नु होला हजुरहरूले सबजनाले। मेरो एज ब्लगमा सबजनालाई स्वागत छ।